साथीहरूले आफ्नो झाँकी सहित बजार पट्टीमा गर्दै हुनुहुन्छ। सँगसँगै थारू कलनकारी सभा, नेपाल मगर सङ्घ, तामाङ भेदुङ सङ्घ, नेवार डबु, राजी थाल्मा समाज, लिम्बू समाज, राई समाजका साथीहरू तपाईँहरू पनि यदि यो अवसरमा राख्नुभएको छ भने कृपया झाँकीसँग सहभागिता जनाइदिनु होला। धन्यवाद। विश्व आदिवासी जनजाति दिवस को उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति कामछुरी पाटलद्वारा आयोजना गरिएको यस झाँकी सांस्कृतिक कार्यक्रममा भित्रको एकता, नेपाली संस्कृतिको विशेषता भन्ने कुरालाई सार्थक पार्ने हाम्रो संस्कृति क्षेत्रबाट प्रतिनिधि गर्दै आफ्नै संस्कृति, मौलिक पहिचान, वेशभूषा, संस्कार, परम्परा झल्काउँदै आफ्नो जातित्वको पहिचान सहित नेपाल समूह एउटा छौडी गुरुङ राष्ट्रिय परिषदको झाँकी हाम्रो ठाउँमा आइसकेको छ। सम्पूर्ण आरोहहरूलाई ताली बजाएर स्वागत गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। दौडा तालीका साथ स्वागत गरौँ। आफ्नै संस्कृति, आफ्नै पहिचान, संस्कार, परम्परा झल्काउँदै समूह एउटा छौडी गुरुङ राष्ट्रिय परिषदको झाँकी तपाईँ हाम्रो ठाउँमा आइपुग्नु भएको छ। उहाँलाई गणगणा तालीका साथ स्वागत गरौँ। सम्पूर्ण अतिथि मानवहरू, सम्पूर्ण दर्शक मानवहरूमा म गणगणा तालीका साथ स्वागत गर्नको लागि बारम्बार अनुरोध गर्दैछु। यही नै हाम्रो संस्कृति हो, यही नै हाम्रो पहिचान हो। कृपया ताली बजाएर स्वागत गरिदिनु होला। सम्पूर्ण मानवहरूलाई अनुरोध गर्दछु। समूह एउटा छौडी गुरुङ राष्ट्रिय परिषदको झाँकी तपाईँ हाम्रो सामुन्ने आइपुगेको छ। उहाँहरूको आफ्नै संस्कृति, मौलिक पहिचान, वेशभूषा, संस्कार, परम्परा झल्काउँदै आफ्नो जातित्वको पहिचान सहित झाँकी प्रदर्शन गर्दै हाम्रोमा झाँकी प्रस्तुत भइरहेको छ। यही नै हाम्रो संस्कृति हो, यही नै हाम्रो पहिचान हो। कृपया ताली बजाइदिनु होला।
छौडी गुरुङ राष्ट्रिय परिषदको झाँकी सम्पूर्ण झाँकी प्रदर्शन गर्नुहुने महानुभावहरूलाई अब यसपछि मैले देख्दैछु हाम्रो मञ्चको बायाँपट्टि अगाडिपट्टि नेपाल मगर सङ्घ झाँकीको लागि तयार हुनुहुन्छ। कृपया अगाडि बढ्नको लागि म अनुरोध गर्छु। नेपाल मगर सङ्घ श्यामश्री लाटाल जनजाति आफ्नै संस्कृति, आफ्नै धर्म, आफ्नै परम्परा वेशभूषा सहित हामी जिउँदाको जन्ती मर्दाको मलामी भन्ने उखान चाहिँ नेपालीहरूले जुन संस्कृतिको अनुसरण गरे पनि हामी आपसमा सहयोगको भावनाले काम गर्छौँ। घाँस छाड्नु साथमा छाड्नु भन्ने उखान संस्कृतिमा विविधता भएको नेपालीहरूको व्यापारमा अनुभव गर्न सकिन्छ। यहाँ न त एउटा जातले अर्को जातलाई हेर्छ न त दुःख दिन्छ। नेपालमा सबै जातिमा अभिन्न एकता छ जुन हाम्रो पहिचान हो। जल जमिन जङ्गलसँग नौ मासुको सम्बन्ध राख्ने प्राकृतिक पूजक नेपालको लोकन्मुख राजी जाति आफ्नै मौलिक पहिचान सम्पूर्ण उपस्थित मानवहरूलाई ताली बजाएर स्वागत गर्नको लागि म अनुरोध गर्छु। राजी जाति आफ्नै मौलिक पहिचान वेशभूषा संस्कार परम्परा झल्काउँदै आफ्नो जातित्वको पहिचान सहित झाँकी प्रदर्शन गर्दै हुनुहुन्छ। सम्पूर्ण उपस्थित मानवहरू ताली बजाएर स्वागत गरिदिनको लागि म अनुरोध गर्दछु। राजी सालमा समाज यसपछि नेपाल मगर सङ्घको झाँकी अगाडि बढ्छ। कृपया अगाडि बढ्नको लागि म अनुरोध गर्दछु। यही हाम्रो संस्कृति हो, यही हाम्रो परम्परा हो। सम्पूर्ण दर्शकहरूलाई ताली बजाएर स्वागत गर्ने म अनुरोध गर्दछु। धन्यवाद। आफ्नो झाँकी प्रदर्शनको लागि संस्कृति कार्यक्रममा भाग लिनुहुने सम्पूर्ण नृत्यमा भाग लिनुहुने सम्पूर्ण कलाकार भाइ बहिनीहरू कृपया संस्कृति कार्यक्रममा भाग लिने सम्पूर्ण भाइ बहिनीहरू लीला दर्लानीसँग नाम टिपाउनको लागि नाच गीतको बोल नाम टिपाउनको लागि अनुरोध गर्दछु। अब हाम्रो अगाडि नेपाल मगर सङ्घको झाँकी प्रदर्शन हुँदैछ। आफ्नै संस्कृति पहिचान वेशभूषा संस्कार परम्परा झल्काउँदै नेपाल मगर सङ्घको जातित्व पहिचान सहितको झाँकी प्रदर्शन हुँदैछ। तब हाम्रो माझ नेपाल मगर सङ्घको झाँकी प्रदर्शन हुँदैछ। कृपया ताली बजाएर स्वागत गरिदिनुको लागि म अनुरोध गर्दछु। नेपाल मगर सङ्घ म अनुरोध गर्दछु। आफ्नै संस्कृति मौलिक पहिचान वेशभूषा संस्कार परम्परा झल्काउँदै नेपाल मगर सङ्घको जातित्व पहिचान हुने सहितको झाँकी प्रदर्शन भइरहेको छ। धन्यवाद। तपाईँहरूलाई अगाडि बढ्न सक्नुहुन्छ। नेपाल मगर सङ्घको झाँकीलाई धन्यवाद। सम्पूर्ण अतिथि मानवहरू ताली बजाएर स्वागत गर्नको लागि अनुरोध गर्दछु। झाँकी प्रदर्शन सम्पूर्ण संस्कृति कार्यक्रममा भाग लिने भाइ बहिनी कलाकारहरूलाई त्यसको लागि म अनुरोध गर्दछु। कृपया दोस्रो मित्र मेरा सहयात्री लीलाहरू बन्नको लागि म अनुरोध गर्दछु।
पुर्याउन गएको तारा थापा मगरको तर्फबाट नमस्कार, जोडले राम राम, सेवारो, जोजोलप्पा सबै है तपाईँहरूलाई को साथै हार्दिक अभिवादन गर्न चाहन्छु। आज मिति 2073 साल साउन 25 गते आदिवासी जनजाति समुदायको 22औं विश्व आदिवासी जनजाति दिवस परेको उपलक्ष्यमा यस नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति सानुश्री तारतलद्वारा आयोजना गरिएको यस शुभकामना आदान प्रदान कार्यक्रम तथा रमाइलो झाँकी तथा सांस्कृतिक कार्यक्रमको निम्तोलाई स्वीकार्दै व्यस्त समयको बावजुद पनि उपस्थित हुनुभएका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिज्यूहरू, समाजसेवी, बुद्धिजीवी, जातीय झाँकी प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण मानवहरूमा म लगायत नेपाल आदिवासी जनजाति महासङ्घ सानुश्री तारतालको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना टक्राउँछु। मनाउने दिन भावनात्मक एकता, संस्कृति विविधता र आफ्नै मौलिक पहिचान सबैको साझा नेपाली मन आज फेरि कार्यक्रमको अन्तिम समयसम्म पनि यहाँहरूको साथ पाइरहौँ भन्ने विश्वास र आशाका साथ अब ढिला नगरिकन म यस कार्यक्रमको विधिवत रूपले सञ्चालन गर्न गइरहेको छु। यहाँहरूसँग अनुमति माग्दै म आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। यस कार्यक्रमको सह-अध्यक्ष गरिदिनुको लागि म नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद सानुश्री तारतालका अध्यक्ष श्री जयबहादुर राणा ठाडा मगरज्यूलाई सभा अध्यक्षको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रमुख अतिथि आसन ग्रहणको लागि म सानुश्री तारताल नगरपालिकाका प्रमुख कार्यकारी अधिकारी श्री बसन्त कुमार कनौजिया ज्यूलाई प्रमुख अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। सबै दर्शकहरू, मानवहरू ताली बजाएर स्वागत गर्नको लागि पनि अनुरोध गरे। यसै गरी म आसन ग्रहणको क्रममा अगाडि बढाउने क्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला कार्य समितिका उपाध्यक्ष श्री जगत तमाङज्यूलाई विशेष अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला कार्य समितिका सचिव श्री महादेव गुरुङज्यूलाई विशेष अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाली काङ्ग्रेसका प्रतिनिधि अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। नेकपा एमालेका नगर कमिटी अध्यक्ष श्री दुर्गाबहादुर रिणालज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेकपा माओवादी केन्द्रका प्रतिनिधि श्री रामबाबु सुवेदीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी राप्रपा नेपालका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय प्रान्त पार्टीका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय जनमोर्चा सानुश्री तारतालका अध्यक्ष श्री याम प्रसाद सुवेदीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी थारूवट तराई पार्टीका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेकपा माओवादीका प्रतिनिधि श्री जीवन विगतज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी दलित जनजाति पार्टीका प्रतिनिधि श्री दिलबहादुर परिवारज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी तमु युङला छौन्दी गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष श्री मेघबहादुर गुरुङज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेपाल मगर सङ्घ जिल्ला कार्य समितिका अध्यक्ष
श्री धर्मराज घरती मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेपाल मगर सङ्घ जिल्ला कार्य समितिका सचिव श्री छवि कुमार घरती मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी थारू कल्याणकारी सभा जिल्ला कार्य समितिका अध्यक्ष श्री गोविन्द थारूज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेवादे दबु जिल्ला कार्य समितिका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी तमाङ घेदुङ सङ्घ जिल्ला कार्य समितिका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी राजी शर्मा समाजका जिल्ला अध्यक्ष श्री दिपेन्द्र राजीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेपाल मगर सङ्घ जिल्ला कार्य समितिका उपसचिव श्री हस्त थापा मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भेरी अञ्चलका वरिष्ठ उपाध्यक्ष श्री विष्णु थापा मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला बर्दियाका महासचिव श्री लीला दलानी मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नगर महिला सम्बन्धी समितिका उपाध्यक्ष श्री दिपा ढुङ्गानाज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी उद्योग वाणिज्य सङ्घका सानो श्री ताटलका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी कुसुम्बा बजार विकास समितिका अध्यक्ष श्री केदार प्रसाद सिग्देलज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणको क्रममा अन्तर पार्टी महिला सञ्जालका नगर अध्यक्ष श्री मन्जु शर्माज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी सामुदायिक मेलमिलाप केन्द्र सानुश्री तारतालका अध्यक्ष श्री निर्मला गौतमज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। अतिथि आसन ग्रहणको क्रममा हाम्रो अगाडि थारू कल्याणकारी सभाको झाँकी प्रदर्शन हामीसँग आइपुगेको छ। उहाँलाई ताली बजाएर स्वागत गर्नको लागि अनुरोध गर्दछु। झाँकी प्रदर्शन मञ्चमा उठ्नु होला कृपया। विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै आफ्नै संस्कृति, मौलिक पहिचान, वेशभूषा, संस्कार, परम्परा झल्काउँदै आफ्नो जातित्वको पहिचान सहित थारू कल्याणकारी सभाको झाँकी अब हाम्रो सामु आइपुगेको छ। उहाँलाई ताली बजाएर स्वागत गर्नको लागि फेरि म सम्पूर्ण मामलाहरूमा अनुरोध गरेँ। आफ्नै पहिचान, आफ्नै संस्कृति, आफ्नै वेशभूषा, यही नै हाम्रो संस्कृति हो, यही नै हाम्रो पहिचान हो। थारू कलाकारी सभाको झाँकी मञ्चबाट तल झर्दै हुन्छ। फेरि ताली बजाइदिनको लागि म अनुरोध गर्दछु। सशस्त्र प्रहरी बल सुरक्षा बेचकाम सानो श्री बर्दियाका इन्चार्ज श्री वीरता शेख थापा मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी इलाका प्रहरी कार्यालय सानो श्री तारतालका इन्चार्ज श्री कृष्णबहादुर चन्दज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी इलाका वन कार्यालयका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी सेक्टर वन कार्यालयका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी तमु हिङ्गा छौडी गुरुङ राष्ट्रिय परिषद साबी तारतालका अध्यक्ष देवबहादुर तमुज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी तमु हिङ्गा छौडी गुरुङ राष्ट्रिय परिषद साबी सानुश्रीका अध्यक्ष श्री गङ्गाबहादुर तमुज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी नेपाल मगर सङ्घ सानो तारतालका उपाध्यक्ष श्री कर्णबहादुर राणाज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु।
यसै गरी राजी शर्मा समाज सानो श्री तालका प्रतिनिधि श्री भैरव बहादुर राजीज्यूलाई अनि राई समाजका अध्यक्ष श्री कमल राई प्रतिनिधि श्री गङ्गा लिम्बूज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। त्यसै गरी करुणावीर मञ्च वडा नम्बर 1 का संयोजक अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गरेँ। करुणावीर मञ्च वडा नम्बर 4 का संयोजक श्री चन्द्रबहादुर नेपालीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। अथवा प्रतिनिधिको हुनुहुन्छ आसन मञ्चका प्रतिनिधिज्यू आसन ग्रहणको लागि म अनुरोध गर्दछु। करुणावीर मञ्चका अध्यक्ष श्री भोगबहादुर ओलीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी करुणावीर मञ्च वडा नम्बर 9 का अध्यक्ष अथवा हामी अतिथि आसन ग्रहणकै क्रममा छौँ। गुराँस बहुमुखी क्याम्पसका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी गुराँस उच्च माध्यमिक विद्यालयका अध्यक्ष श्री रामगोपाल चौधरीज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। सरकारी संस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी सृजनशील महिला विकास सरकारी संस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई लिमिटेडका प्रमुख अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। मैले छिटो भाषण गर्न गइरहेको छु। शीतल थापाज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला। यसै गरी बम्बई एफएमका पत्रकार श्री पञ्चलामा सोल्टीज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। पञ्चलामा सोल्टीज्यू। यसै गरी फुलबारी एफएमका पत्रकार श्री प्रेम बुढाज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी मधुवन कृषि सहकारी संस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी इको बचतका ऋण सहकारी संस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी हिमपात बचतका ऋण सहकारी संस्थाका कमलबहादुर खड्काज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी ग्रामीण विकास ब्याङ्कका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी दुग्ध विकास समितिका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी कुसुममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी श्री गणेश शिवदुर्गा सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी महिला डायबेटी सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी ग्रामीण महिला सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी कालिका सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी बाँसपानी सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी अयोध्या फाटा सार्व उत्सवका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई अतिथिको आसन ग्रहणको लागि म अनुरोध गर्दछु। समाजसेवी श्री सुकुन गुरुङज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यसै गरी समाजसेवी वीरसिंह घटी मगरज्यूलाई अतिथि आसन ग्रहणको लागि म अनुरोध दाजुभाइ दिदीबहिनीहरू, पत्रकार बन्धुहरू, सुरक्षाकर्मीहरू, आयोजक समितिका साथीहरू लगायत सम्पूर्ण महानुभावहरूलाई आफ्नो यथास्थानमा आसन ग्रहणको लागि म अनुरोध गर्दै मैले अब कार्यक्रमलाई छिटोभन्दा छिटो अगाडि बढाउन गइरहेको छु। ब्याज वितरण गरिदिनुको लागि श्री लीला गुरुङ र श्री विष्णु गुरुङज्यूलाई ब्याज वितरण कार्यको लागि म अनुरोध गर्दछु।
उनीहरूलाई स्वागत गरिदिनको लागि स्वागत मन्तव्य राखिदिनको लागि म नेपाल आदिवासी जनजाति महासङ्घका सदस्य श्री देवबहादुर गुरुङजीलाई अनुरोध गर्दछु। छोरो बापा छोरे सेवा लागि रोखाए अब हाम्रो 22औं विश्व आदिवासी दिवसका कार्यक्रमका सभाध्यक्षज्यू प्रमुखज्यू विशेष अतिथिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू लगायत हाम्रो आज यस कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो ठाउँबाट यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई फेरि पनि छजालो आज विश्व आदिवासी दिवस हो। यो विश्व आदिवासी दिवस भनेको चाहिँ हाम्रो लागि चाहिँ एकदमै ठुलो चाड हो। यस्तो दिन यस्तो मौका भनेको चाहिँ सालको एकचोटि मात्रै पाउँछ। त्यही कारणले आजको दिनमा हाम्रो नेपाल राज्यभरि नै हाम्रो आदिवासी जनजातिहरूले एकदम खुसीको साथ हर्षपूर्वक सबैले आफ्नो आफ्नो स्थानहरूमा चाहिँ यस्तै गरेर मानिरहेका छन्। नेपालमा नभइकन विश्वभरि नै जहाँ आदिवासी जनजातिहरू छन् त्यहाँ सबैले यस्तै गरेर एकदम खुसीको साथ मानिरहेका छौँ। किनभने मलाई एकदमै खुसी लागेको छ कि हाम्रो आदिवासी जनजातिहरूको सबै आफ्नो संस्कार संस्कृति वेशभूषा भाषा सबै एकदमै लोप भएर गइरहेको स्थिति छ। त्यस कारणले हाम्रो भाषा संस्कृति वेशभूषा हाम्रो चाहिँ लिपिहरू सबै चाहिँ हामीले चाहिँ नहुने कुराहरू हुन्। त्यही कारणले आफ्नो ठाउँमा आफैले नखोजेसम्म चाहिँ कसैले खोजेर दिँदैन। त्यही कारणले सबै आफ्नो आफ्नो ठाउँबाट चाहिँ आफ्नो जातिको चाहिँ भाषा धर्म संस्कृतिहरूलाई चाहिँ जगेर्न राख्नको लागि चाहिँ एकदमै सफल हुनेछ भन्ने विश्वास गरेको छु। र आज यहाँ जति पनि हाम्रो यो कार्यक्रमलाई चाहिँ सफल गर्नको लागि आउनुभएको छ उहाँहरूलाई एकदमै आफ्नो कामहरूलाई पनि साथी राखेर आइदिनु भएकोमा सबैलाई चाहिँ स्वागत गर्दै मेरो 2 शब्द यही समाप्त गर्छौँ। धन्यवाद कोषाध्यक्ष श्री देवबहादुर गुरुङज्यू। हाम्रो सामु अब नेपाल तमाङ घेलुङ सङ्घ कान्छुरी तारतालको झाँकी आइरहेको छ। सम्पूर्ण उपस्थित महानुभावहरू ताली बजाएर स्वागत गर्नुको लागि म अनुरोध गर्दछु। नेपाल तमाङ घेलुङ सङ्घको झाँकी आफ्नै संस्कृति आफ्नै पहिचान आफ्नै वेशभूषा परम्परा छ।
उहाँहरू हाम्रो सामु आफ्नो पहिचान सहित आफ्नो झाँकी प्रदर्शन गर्दै हुनुहुन्छ। नेपाल तमाङ हेर्नु सङ्घ सानोसुरी तारतालको झाँकी तपाईँहरू आफ्नै संस्कृति, आफ्नै पहिचान, वेशभूषा र जातीय पहिचान सहितको झाँकी हो यो। अनि एकता भित्रको एकता, नेपाली संस्कृतिको विशेषता भन्ने उक्तिलाई सार्थक पार्ने हाम्रो संस्कृति नेपालीहरूको गरिलो पहिचान हो। आफ्नै संस्कृति, आफ्नै पहिचान, आफ्नै वेशभूषा, रीतिरिवाज, आफ्नो पहिचान सहित नेपाल घेलुङ सङ्घ नेपाल तमाङ हेर्नु सङ्घ तारको घाटीमा उपस्थित सहभागी सम्पूर्ण अतिथि मानवहरू अतिथिज्यूहरूलाई अब तपाईँहरू अगाडि मञ्च सक्नुहुन्छ। त्यसलाई मञ्चको दाहिनेबाट हस्ताउ झर्दिनको लागि म अनुरोध गर्दछु। यता दाहिनेबाट धेरै धन्यवाद, धेरै धन्यवाद। नेपाल तमाङ हेर्नु सङ्घ सानोसुरी तारतालको झाँकी प्रस्तुत गर्दै जाँदै हुनुहुन्छ। उहाँलाई पुरै एकचोटि ताली बजाएर स्वागत गरिदिनुको लागि म अनुरोध गर्दछु। ताली बजाउँदा हामीलाई स्वास्थ्यको लागि पनि फाइदा हुन्छ। ताली बजाउनको लागि म बारम्बार अनुरोध गर्दछु यहाँहरूको समस्या। सम्पूर्ण उपस्थित अतिथिज्यूहरू, उपस्थित मानवहरू सबैमा यातायात सहितप्रति मौन धारण गरिदिनुको लागि आफ्नो यथास्थानमा उभिदिनुको लागि म अनुरोध गर्दछु। धन्यवाद सम्पूर्ण मानवहरू, धेरै धन्यवाद। मानवहरू आफ्नो यता स्थानमा उभिदिनुको लागि म अनुरोध गर्दछु। प्राविधिक मित्र राखिराख्नुको लागि तयार गर्नुहोस् प्लिज। धन्यवाद सम्पूर्ण अतिथि मानवहरू।
फेरि पनि म यहाँलाई एकचोटि अन्तिमपल्ट अनुरोध गरेँ, हाम्रो आदिवासी जनजाति महासङ्घको राष्ट्रिय गीत प्रस्तुत गर्न गइरहेका छौँ। सम्पूर्ण अतिथिहरू, सम्पूर्ण मानवहरू एकचोटि आफ्नो यता स्थानमा उठिदिनुको लागि म अनुरोध गरेँ। यो अन्तिमपल्ट हो, अब उठिरह्यो भने म तपाईँलाई दुःख दिन चाहन्न। no, no.